हेलो दर्शकबिन नमस्कार नमस्कार है र त्यसै गरी आज म तपाईको माझमा दाङ जिल्लाको यो राजपुर गाउँपालिका वडा नम्बर 4 को जग्गा लिएर आएको छु है। यो चाहिँ देउखरी एरियामा पर्छ है। यदि तपाईहरु पनि यो जग्गा किन्न चाहनुहुन्छ भने हाम्रो नम्बर अथवा व्हाट्सएप पनि गर्न सक्नुहुनेछ है। र यो रहेको छ 12 कट्टा है। 12 कट्टा जग्गा एकदम सस्तो मूल्यमा रहेछ र यो खेती योग्य जग्गा हो है। खेती मात्रै गर्न सकिन्छ, घर बनाउन यसमा सकिँदैन है। खेती तपाईले धान, मकै, गहुँ, तोरी लगाउन सक्नुहुन्छ अनि गन्जी पनि लगाउन सक्नुहुन्छ है। यो एरियामा जग्गा चाहिँ एकदम राम्रो रहेको छ खेतीको लागि है। खेती योग्य जग्गा हो। यदि किन्न चाहनुहुन्छ भने मूल्य पनि यसको राम्रो रहेको छ। यो चाहिँ दाङ जिल्लाको देउखरी एरियामा पर्छ है। देउखरी एरियामा पर्छ र त्यसै गरी यो नेपालगञ्ज र लमैको बीचमा जहरे भन्ने ठाउँदेखि भित्र आउनु पर्छ र भित्र आउँदाखेरि यो हाइवे नेपालगञ्ज हाइवेदेखि लगभग 1 किलोमिटर भित्र छ है। र दामोदर हाइवेदेखि यो लगभग 1.5 किलोमिटर होला है। यदि तपाईले यहाँ खेतीको लागि जग्गा किन्न चाहनुहुन्छ भने हामीलाई अवश्य सम्झिनु होला। एकदम राम्रो जग्गा खेतीको लागि। हेर्नुस् जग्गा यो हामी तपाईले देखाइरहेछौं। हेर्न सक्नुहुन्छ 12 कट्टा जग्गा रहेछ है यो। यदि 12 कट्टा जग्गा तपाईले किन्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला पनि भन्न चाहन्छु है त। हस् त अहिलेलाई छुट्यौं होला। धन्यवाद।